फाइनली यस्तो हुन्छ है। यसमा चाहिँ टक्क यो पानी यत्रो ननिस्त बाहिर नि, अनि आउँदै गर्छ जाँदै गर्छ, आउँदै गर्छ जाँदै गर्छ, यताबाट पास भएर यो पछाडि भएर सत्तै जान्छ भनेपछि लक्क जान्छ। यो भित्र चाहिँ भाँडी भन्छ, भाँडी लगाएको छौँ। यो चाहिँ पावर अन गऱ्यौँ है त। इन्डिकेटर बल्यो। यो भित्रको प्लेटहरू चाहिँ यहाँभित्र छ है त। अब यहाँमा चाहिँ करेन्ट चेक गरौँ है त। ए 11.5 11.08 05 एम्पियर गइरहेको छ। मिनिमम 11 साढे 11 जान्छ है। 11.20 सम्म जान्छ। यही हो। यो चाहिँ रक्सी पकाउने है। अटोमेटिक सिस्टम हो यो, पानी फेरि राख्नु पर्दैन, एकदम अटोमेटिक। डाइरेक्ट 6 घन्टा लाग्छ। 6 घन्टा पछि चाहिँ हामीले डाइरेक्ट रक्सी निस्काउने हो। 6 घन्टासम्म चाहिँ हामी मजाले तताउँछौँ। हामी केही गर्नु पर्दैन, एकचोटि जोडिदियो त्यहाँदेखि एकैचोटि निस्काउने हो है त।